यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार छ। भक्त महानुभावहरू, चैत्र महिनाको कृष्ण पक्षकी एकादशीको जानकारी लिएर यहाँहरूका बिचमा उपस्थित भएको हुँ। सबैभन्दा पहिला तिथिमितिको जानकारी गरौँ। तारिक समेतको 2082 सालको यो चैत्र महिनाको पहिलो दिन आइतबार परेको छ। यसै दिनमा भक्त महानुभावहरू एकादशी परेकी छिन्। यी एकादशी भक्त महानुभावहरू हामीले बुझ्नुपर्ने कुरा के छ भन्नुहुन्छ भने, नाम पहिला पापमोचनी एकादशी हुन्। यी पापमोचनी एकादशी कति घडी छन् भनेर कुरा गर्दा 3 घडी 4 पलाले युक्त छन्, अर्थात् 7 बजेर 29 मिनट जाँदासम्म मात्रै एकादशी छन्। तर बुझ्नुपर्ने कुरा के छ भने, जस्तो 1 गते चैत्र 1 गते आइतबारका दिनमा एकादशी पर्यो। अब जम्मा 7 घडी बिहान 7 बजेर 29 मिनट जाँदासम्म एकादशी रहेछन् भनेपछि दिनभरि व्रत बस्नु परेन कि के हो, अथवा त्यति बेलासम्म सके भयो कि के हो, 8-9 बजेतिर त खानै थाले भयो भन्ने परिभाषाले बुझ्नु हुँदैन। यो दिन पुरै चाहिँ एकादशी व्रत बस्नै पर्छ। तर एकादशीको तिथि विशेष गरेर श्राद्ध आदि कर्महरू गर्नेहरूका लागि भने बिहान 7 बजेर 29 मिनटभित्रमा सकाउनुपर्छ, अर्थात् सुरुवात गर्नुपर्छ। यो त्यति बेलासम्म एकादशी छन् है। अब भक्त महानुभावहरू, यो तिथिमितिको कुरा गर्दा मार्च 15 तारिकका दिनमा परेकी छिन्। यसै दिन चैत्र सङ्क्रान्ति परेको छ। चैतको पहिलो दिन परेको छ, आइतबार परेको छ। पापमोचनी एकादशी छिन्। एकादशी भन्ने बित्तिकै हामीले भगवान शालग्रामको, लक्ष्मीनारायणको, राधाकृष्णको, सीतारामको पूजन गर्ने, व्रत गर्ने, एकादशीको विशेष व्रत, भजन कीर्तन, कथा प्रवचन सुन्ने पावन दिन हो भनेर बुझ्नु पर्दछ। सङ्क्रान्ति परेको हुनाले स्नान आदि कर्महरू, नित्य गर्ने कर्महरू त सधैँका जस्तै गर्नुपर्छ। एकादशी भएको हामीले थाहा पाएपछि अथवा आजको दिनदेखि नै, अर्थात् दशमीको रात्रिकालीन बेलादेखि नै हामी शुद्ध चोखो हुने हो। अनि भनेको लसुन, प्याज, मांस, मदिरा जन्य पदार्थ, मैथुन निषेध छ। एकादशीका दिनमा बिहान उठेर नित्य कर्म गरिसकेपछि पूजा कोठामा गएर हजुरले दीप, कलश, गणेशको स्थापना गर्ने हो। यदि थापित देवी देवताहरू हुनुहुन्छ, सधैँ गर्नुभएको छ भने त्यहीँ थप्ने हो। हातमा जौ, तेल, कुश लिएर म पापमोचनी एकादशीको व्रत गर्दैछु। फलाहार, निलाहार अर्थात् एक साग रोटी खाएर जुन प्रकारको व्रत हजुरलाई स्वास्थ्यले दिएको छ त्यसका लागि हजुर तयारी हुनुपर्छ। यो चैतको पहिलो दिन भएको हुनाले पनि गङ्गा स्नानको विशेष लाभ छ। अब यसको छोटो कथानक कुरा गरौँ। भक्त महानुभावहरू, एकपटक के भयो भने भगवान श्रीकृष्णले युधिष्ठिर महाराजजीलाई जङ्गलका क्षेत्रमा यही कथा सुनाउँदै जानुभयो। चैत्र महिनाको कृष्ण पक्षकी एकादशी कुन हुन् भनेर सोध्नुभयो। भगवान श्रीकृष्णले युधिष्ठिर महाराजजीको प्रश्न सुनेपछि भगवान कृष्ण बताउनुहुन्छ, यही कथा सुतजीले शौनकादिहरूलाई नैमिषारण्य क्षेत्रमा बताउनुहुन्छ। एकपटक के भयो भन्नुहुन्छ भने, मेधावी नाम गरेका ऋषि थिए। यी असाध्यै परम पवित्र पावन क्षेत्रमा गङ्गाका किनारमा परम कुटी बनाएर भगवानको आराधना गरेका थिए। त मञ्जुघोषा नाम गरेकी एउटी परम सुन्दरी अप्सरा स्वर्गबाट यिनी चाहिँ आइछिन्। इन्द्रले अब यो मेधावी ऋषिको तपस्याबाट मेरो स्वर्ग हत्याउने भए, समस्या पार्ने भए, मेरो राज्यका राजा हुने भए, मलाई हत्याउने भए भन्ने भएपछि आफ्नै अप्सरामध्ये कि मञ्जुघोषालाई पठाइदिनु भयो। आएर उनले भव्य त्यस किसिमको हाउभाउ कटाक्ष गरेर त्यही मेधावी ऋषिलाई आफ्ना बसमा पारिछिन्। बसमा पारेपछि 1 रात भयो, 2 रात भयो, 3 रात भयो। अब म जान्छु भनेर मञ्जुघोषा भन्थिन्। उनले यो रात बस भन्दै धेरै वर्ष मेधावी ऋषिसँग उनको सहवास भयो, लसपस भयो, बसाइ उठाइ भयो। यो भएपछि उनको व्रत त सकियो। अर्को कुरा कहाँनिर रह्यो भने, एक दिन मेधावी ऋषिलाई धेरै वर्ष बितेपछि थाहा भयो मेरो व्रत तपस्या तोड्नका लागि यिनी आएकी रहेछन्, मैले यो कुरा बुझ्न पाएन बेलामा भन्ने भएपछि उनले श्राप दिए, तिमीलाई असाध्यै नराम्रो हुनु परोस्, पिचास हुनु परोस् भनेर श्राप दिए। त त्यही मञ्जुघोषाले प्रार्थना गरेर
भनिन्, हे मेधावी ऋषि, हजुरले श्राप दिनुभयो, भोग पनि गर्नुभयो, अब यसको मोक्षको उपाय के छ? यो पापबाट मोचन त मैले हुनु पर्यो भन्दा पापो मोचनी एकादशीको व्रत चैत्र महिनाको कृष्ण पक्षकी एकादशी छिन्, त्यो व्रत गर्न सक्यौ र त्यो बेलामा नियमपूर्वक अनुष्ठान गर्यौ भने तिम्रो सबै पाप नष्ट हुन्छ भनेर बताइदिनु भयो। उतातिर मेधावी ऋषि आफ्ना पिता च्यवन ऋषि कहाँ जानुभयो, च्यवन ऋषिलाई सबै कुरा वृत्तान्त बताउनु भयो। फेरि च्यवन ऋषिले पनि के भन्नुभयो भने, बाबु तिमीले ती अप्सरालाई जुन किसिमको व्रत भनेका थियौ, जो चैत्र कृष्ण पक्षकी एकादशीको कथा र व्रत, त्यो एकादशीको व्रत गरेका खण्डमा तिम्रा पनि पापहरू नष्ट भएर यिनको नामै पाप मोचनी हुन्छ र तिनीले सबै प्रकारका पापहरू नष्ट गर्न सक्छन् भन्ने ऋषिले बताइदिनु भयो। कालान्तरमा मेधावी ऋषिले चैत्र कृष्ण पक्षकी एकादशी पाप मोचनी एकादशीको व्रत बस्नुभयो। यी दुवैको पापहरू नष्ट गरेर यी एकादशीले तिनीहरूलाई फेरि यथार्थ स्थानमा ल्याउनु भयो। मञ्जु गोसा नाम गरेकी अप्सरा स्वर्गमा गइन्, मेधावी ऋषिले फेरि तपस्याबाट सिद्धि प्राप्त गर्नुभयो। त भक्त महानुभावहरू, यो कथाबाट हामीले के बुझ्नुपर्छ भने, जस्तोसुकै पाप कर्म गरे पनि पाप मोचनी एकादशीको व्रत गरियो, अनुष्ठान गरियो, राधाकृष्ण, हरे राम, सीताराम, लक्ष्मीनारायण, सालग्राम सबै प्रकारका देवी देवताहरूको सेवा पूजा गर्न सकियो, भागवत गीता प्रवचन कथा सुन्न सकियो। कम्तीमा यति कथा तपाईँले निरन्तर सुन्नुभयो भने पनि सबै प्रकारका पापहरू नष्ट हुन्छन्। तर व्रत बस्ने भक्तहरूले ख्याल गर्नु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्ने, पानीलाई अलि धेरै बढी पिउने काम गर्नु होला। किन भन्नाले पानीजन्य पदार्थहरू कम भयो भने यसले शरीरमा रोग निम्ति आउँछ। र सुगर प्रेसरको पेसेन्ट हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने तपाईँलाई दोष छैन। जस्तो प्रकारको पदार्थलाई ग्रहण गर्दा तपाईँको स्वास्थ्य राम्रो हुन्छ त्यस्तै गर्नुहोला र खानुहोला। र व्रत चाहिँ भगवानको भजन कीर्तन सुनेपछि यो पुरा हुन्छ। त भक्त महानुभावहरू, यो महत्त्वपूर्ण जानकारी सहित आजको बसाइबाट यहाँहरूबाट छुट्टिन्छु। फेरि अर्को जानकारी लिएर उपस्थित हुन्छु। नमस्कार, जय शम्भु, हर हर महादेव, जय श्री राधे।